मधेसका सामान्य परिवारमा जन्मिनुभएका डाक्टर रामवरण यादव मुलुकको पहिलो राष्ट्रपति बन्नुभयो। भोजपुरमा एउटा सामान्य परिवारमा जन्मेको महिला विद्यादेवी भण्डारी उहाँ प्रथम महिला राष्ट्रपति हुनुभयो र अहिले सम्माननीय रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रूपमा हुनुहुन्छ। यो व्यवस्थाको सबभन्दा ठूलो खासियत के हो भने, यसको विशेषता के हो भने, जनताको इच्छा बेगर, जनताको भोट बेगर, जनताले अनुमोदन नगरुन्जेलसम्म कोही पनि त्यो सर्वोच्च पदमा पुग्न सक्दैन र कोही पनि यहाँ रैती अथवा प्रजा छैन, सार्वभौम नागरिकहरू छन्। निसन्देह गणतन्त्र नयाँ व्यवस्था हो, यसलाई हामी सुदृढ गरिरहेका छौं। धेरै कामहरू गर्न बाँकी होलान्, किनभने 16-17 वर्षको बीचमा कैयौं कुराहरू संस्थागत हुँदैछन्। भोलिका दिनहरूमा हामीले अरू थप संस्थागत गर्दै जानेछौँ। तर इतिहासको यो चक्रलाई उल्टाएर अब फेरि जनताले नचिनेको, नरुचाएको, भोट नहालेको मान्छे देशको राष्ट्राध्यक्ष बन्ने, ऊ कानूनभन्दा माथि रहने र उसका सन्तानहरू जतिसुकै अयोग्य भए पनि सत्ताका उत्तराधिकारी हुने, त्यो खालको व्यवस्था नेपाली जनतालाई किमार्थ स्वीकार्य छैन। हामीले यो सन्देश सभाहरू मार्फत, यी जागरण सभाहरू मार्फत यही भन्न चाहेका हौं कि इतिहासको चक्रलाई पछाडि फटाउने कोसिस कसैले नगरोस्, कसैले उल्टाउने कोसिस नगरोस्। त्यसो भयो भने जो आँधीसँग टकराउँछ, जो चट्टानसँग टकराउँछ, ऊ ध्वस्त भएर जान्छ। चट्टान आफ्नो ठाउँमा रहिरहन्छ, आँधीले उसका अवशेषहरूलाई समाप्त पारेर लिएर जान्छ। अहिले एउटा न्यारेटिभ निर्माण गर्ने कोसिस भइरहेको छ कि गणतन्त्र या प्रजातन्त्र आएर देश केही पनि भएन, देशमा कुनै पनि प्रगतिहरू भएनन्। यो ढंगको नकारात्मक सन्देश फैलाएर जनतामा निराशा फैलाउने कोसिसहरू भइरहेको छ। विकासका पाटोलाई एकछिन छोडौं, म यहाँहरू समक्ष राख्ने नै छु। आम महिला दिदीबहिनीहरू भन्नुहोस्, यही गणतन्त्र हो, यही संविधान हो, यही लोकतन्त्र हो जसले आज तपाईहरुलाई राज्यका हरेक अंगमा न्यूनतम 1/3 महिला सहभागिता सुनिश्चित गरेको छ। गणतन्त्र भएको कारणले आज संसदमा 33.4%, प्रदेश सभाहरूमा 34.1% र स्थानीय तहहरूमा 40% भन्दा बढी महिलाहरू हुनुहुन्छ। एक अवस्था यस्तो थियो, देशको राष्ट्रपति महिला, देशको सभामुख महिला, प्रधान न्यायाधीश महिला र धेरै वर्षको इतिहासपछि अस्ति भर्खर हामीले देशको मुख्य सचिव समेत पनि महिला बनायौं। गणतन्त्रको योगदान हो यो, लोकतन्त्रको योगदान हो यो योगदानलाई बदलेर उही आमाको कोखबाट जन्मिएको छोरीले चाहिँ सन्तान शासनमा जान नपाउने त्यो तानाशाही व्यवस्था के कुनै नेपाली महिलालाई स्वीकार्य हुन सक्छ? किमार्थ सक्दैन। समावेशिताका निम्ति पनि गणतन्त्र झन सुदृढ र बलियो हुँदै जान जरुरी छ। सामन्ती व्यवस्थाले देशमा दुई खालका नागरिकहरू तयार गर्यो। एक खालका नागरिक जसको पानी चल्छ, एक खालका नागरिक जसको रगत चल्छ, पसिना चल्छ, श्रम चल्छ, तर पानी चल्दैन। दलितहरू, दलित र गैर दलितको रूपमा युगौंसम्म एउटा समाजको एउटा तबकालाई त्यो सामन्ती व्यवस्थाले किनारामा पारिरह्यो। यही गणतन्त्र हो जसले इतिहासमा पहिलोचोटि छुवाछुतलाई गम्भीर सामाजिक अपराधको रूपमा, सरकारवारी मुद्दाको रूपमा स्थापित गर्यो र दलितहरूलाई आरक्षणको व्यवस्था गर्दै राज्यका माथिल्ला अङ्गहरूमा आज उहाँहरूको सहभागिता सुनिश्चित गरेको छ। के कुनै दलित फेरि इतिहासको रथलाई पछाडि फर्काएर
त्यस्तै पानी नचल्ने, त्यस्तै राज्यका अङ्गहरूमा सहभागी हुन नपाउने दलितै भएर बस्नु मन्जुर छ कि मार्ग मंजूर छैन। दलितहरूको आत्मसम्मानका लागि पनि गणतन्त्रको सुदृढीकरण जरुरी छ। हिजो लामो समयसम्म व्यवस्थाले एक भाषा, एक भेष, एक धर्म जस्ता कुराहरू मार्फत एक खालको पहिचानलाई, सांस्कृतिक पहिचानलाई मेटाउने कोसिस गर्यो, जसको बारेमा जनजातिहरूका, मधेसी समुदायहरूका गुनासाहरू थिए। यही गणतन्त्रले र त्यो गणतन्त्रको जगमा बनेको संविधानले पहिलोचोटि नेपाल राष्ट्रको परिभाषा गर्यो। नेपाल राष्ट्र भनेको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, भौगोलिक विविधताले युक्त र सबै जनताको एउटा साझा आकांक्षामा आबद्ध राष्ट्र हो भनेर राष्ट्रको परिभाषालाई बदल्दै, जसरी हामीले राष्ट्रगान गाउँछौं नि, सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर, संयोगवश त्यो गीत छनौट गर्ने बेलामा म सरकारको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री थिएँ र हामीले नै त्यो गीतलाई अन्तिम रूप दिएका हौं, त्यसलाई राष्ट्रगान बनाएका हौं। त्यसरी जातीय, भाषिक, सांस्कृतिक एउटा उत्पीडनलाई समाप्त पार्दै त्यो समानताको स्थिति यो संविधानले, यो गणतन्त्रले स्थापना गरेको छ। आज संयोगवश नेपाली मुस्लिम समुदायको सबभन्दा ठूलो पर्व ईद उल फित्र पनि पर्छ। म यस उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना पनि दिन चाहन्छु। यही गणतन्त्र आएपछि चाहे ईद होस्, चाहे माघी, चाहे उधौली होस्, चाहे उमौली, चाहे लोसार होस्, चाहे अरू चाड, नेपाल सम्मत या नयाँ वर्ष राष्ट्रिय छुट्टी दिँदै नेपालका सबै भाषा र संस्कृति बराबर छन् भन्ने कुराको स्थापना कसले गर्यो? यही गणतन्त्रको परिणाम हो, यही गणतन्त्रको उपज हो। पहिचान खोज्ने, आत्म पहिचानका लागि प्रयत्न गरिरहेका नागरिकहरूको लागि पनि गणतन्त्र अपरिहार्य छ। निरङ्कुश तन्त्रतर्फ फर्किनु बिल्कुल उनीहरूका लागि मन्जुर छैन। अर्थात् गणतन्त्र आइसकेपछि नै जसरी कम्प्युटरको हार्ड डिस्कमा भएका म्याटरहरू स्क्रिनमा झल्किन्छन्, नेपाली समाजको विविधता, नेपाली समाजको बहुलता, नेपाली समाजको त्यो एउटा इन्द्रियणी रङ आज हाम्रो राज्यमा झल्किँदै आएको छ। गणतन्त्रलाई यसको निम्ति श्रेय दिनुपर्छ। गणतन्त्र आएको कारणले यो कुरा सम्भव हो। जहाँसम्म विकास र अन्य कुराहरू हुन्, म यति निवेदन गर्न चाहन्छु यहाँलाई, नेपालले औपचारिक रूपमा विकासतर्फ यात्रा सुरु गरेको 2047 सालपछि, त्योभन्दा अगाडिसम्म देशमा निरङ्कुश तानाशाही व्यवस्था थियो। हामी बोल्न पाउँदैनथ्यौं। युग यस्तो थियो, यही पारी छिन्ताङमा, धनकुटाको छिन्ताङमा भोक लागेर भोकमरीले ज्यान जाने अवस्था भइसकेपछि किसानहरूले भकारीमा गएर सार्वजनिक भकारीको अन्न निकालेर खाँदा गोली हानेर तत्कालीन शासकहरूले 17 जना किसानहरूको नरसंहार गर्ने ती दिनहरू थिए। त्यति बेला विकासका कुराहरू सम्भव थिएन। 46 सालको परिवर्तनपछि जब हामीले केही अधिकारहरू पायौं, हामीले विकासको यात्रा सुरु गरेका हौं। 35 वर्ष भएको छ। यो 35 वर्षको जवाबदेही लिन हामी तयार छौं। यो 35 वर्षको बीचमा हामी कहाँ पुग्यौं त? बहुदल आएको 5 वर्ष बित्दा नबित्दै दुर्भाग्यवश हाम्रो देश सशस्त्र द्वन्द्वमा धकेलियो। त्यसका कारणहरूको बारेमा म अहिले जान चाहन्न, तर त्यो द्वन्द्वले गर्दा 17,000 दाजुभाइ दिदीबहिनीहरू मारिए। सत्ता पक्षका सेना पुलिस कर्मचारी मारिए पनि, विद्रोही माओवादी मारिए पनि, एमाले कांग्रेसका कार्यकर्ता मारिए पनि, नेपाली मारिए। 17,000 मान्छेहरूको ज्यान गयो, हजारौं घाइते भए, लाखौं विस्थापित भए।
हामीले बडो मुस्किलले बनाएका टेलिफोनका टावर, विद्यालय भवन, स्वास्थ्य चौकी, गाविसका कार्यालयहरू क्षणभरमा खरानी बने। हामीले नानीहरूको लागि चकडस्टर किन्नुपर्ने पैसा गोला बारुदमा खर्च गर्नुपर्ने अवस्था भयो। 10 वर्षसम्म हामी एक किसिमले भनियो भने विकास शून्यताको अवस्थामा धकेलियौं। ज्यान कसरी जोगाउने हो भन्ने फजिती छ। त्यो बेलामा विकासको कुरा सम्भव पनि थिएन। 63 साल मङ्सिर 5 गते हामीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्यौं। तर फेरि पनि सबै समस्या समाधान गर्न हामीलाई अर्को 10 वर्ष लाग्यो। 72 साल असोज 3 गते संविधान जारी भएपछि बल्ल देशको संक्रमणकाल थुनियो, बल्ल हामी एउटा नयाँ स्थितिमा प्रवेश गर्यौं। मैले भन्नु खोजेको 35 वर्ष मध्ये 20 वर्ष त हामीले द्वन्द्व र त्यसको व्यवस्थापनमै खर्च गर्यौं। त्यही बीचमा विनाशकारी भूकम्प आयो, नाकाबन्दी त्यही बेलामा आयो, कोभिड महामारी आयो। यी अनेकौं समस्याका बीचमा नेपालले कति उपलब्धि हासिल गरेछ त्यस बीचमा तपाईहरुलाई थाहा छ। नेपालको भूगोल साथै अप्ठ्यारो छ। समतल जमिन जम्मा 13-14% मात्रै छ। हामी पहाड र हिमालले ढाकिएका छौं। यस्तो दुर्गम भूगोल भएको ठाउँमा आज हामीले 77 जिल्लामा मोटर बाटो पुर्याएका छौं। 753 पालिका मध्ये 746 वटा पालिकाहरूमा गाडी गुड्छ। 97% नागरिकहरूले बिजुली बाल्नुहुन्छ, सोलर बाल्नुहुन्छ। 97% नागरिकहरूले आधारभूत खानेपानी र सरसफाईको सुविधा पाउनु भएको छ। हाम्रा 49% नानीहरू स्कुल जान्छन्। यद्यपि गएका नानीहरूलाई बीचमै स्कुल छोड्न नदिन र हाम्रो शिक्षालाई गुणस्तरीय बनाउन गर्नुपर्ने थुप्रै काम बाँकी छन्। तर शिक्षाको उज्यालोबाट हामीले अधिकांश लगभग 60% नागरिकहरूलाई जोड्दै ल्याएका छौं। नेकपा एमाले 2051 सालबाट सामाजिक सुरक्षाको कार्यक्रम सुरु गर्यो वृद्ध भत्ता मार्फत। आज त्यो रकम बढेर महिनाको 4000 पुगेको छ र आजका दिनमा 38 लाख नागरिकहरू, जसमध्ये 28-29 लाख ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, अरू एकल महिलाहरू हुनुहुन्छ, अपाङ्गता भएकाहरू हुनुहुन्छ, राउटे जस्तो लोपोन्मुखहरू हुनुहुन्छ। 38 लाख नागरिकको खातामा प्रत्येक महिना 4000 रुपियाँ जान्छ। 2076 सालमा हामीले योगदानमाथि आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्यौं। आज त्यो कार्यक्रममा 18 लाख श्रमिकहरू जोडिनु भएको छ। उहाँहरूको तलबबाट 10% काटिन्छ। उहाँलाई जागिर दिनेले 20% हाल्नुपर्छ। त्यो 30% जम्मा हुँदै जान्छ। 60 वर्ष पुगेपछि सरकारी कर्मचारी जस्तै आज मजदुरहरूले पनि पेन्सन पाउनुहुन्छ, बाटो सफाई गर्नेहरूले पेन्सन पाउनुहुन्छ। 18 लाख नागरिकलाई हामीले त्यो योगदानमाथि आधारित सामाजिक सुरक्षामा जोडेका छौं। स्वास्थ्य बीमा हामीले सुरु गर्यौं 2072 सालमा। त्यो अलिकति अगाडि आज 60 लाख नागरिकलाई हामीले स्वास्थ्य बीमामा जोडेका छौं र वर्षको 3500 रुपियाँ तिरेर 5 जनासम्मको परिवारले 1 लाख रुपियाँसम्मको निशुल्क औषधि उपचार पाउनुहुन्छ वर्षैभरि। यी कामहरू हामीले यही अवधिमा गर्यौं। यही अवधिमा बाहिरबाट पोखरामा नयाँ एयरपोर्टहरू बने। यही अवधिमा घेरीको पानी डाइभर्सन गरेर बबईमा खसाइयो। यही अवधिमा सुनकोसीको पानी डाइभर्सन गरेर मरिनमा खसाउँदै तराई मधेसका 1,80,000 बिघा जग्गामा हरित क्रान्ति गर्ने तयारी हामीले गरिरहेका छौं। सुरुङहरू बन्दैछन्, फास्ट ट्र्याकहरू बन्दैछन् र तपाईहरू पाँचथरवासी आफै यो घटनाका
हामीले मध्य पहाडी पुष्पलाल लोकमा आइसकेपछि दिउँसै स्याल कराउने तमोरको गढतिर हुँदै आज हामीले तमोर करिडोर बनाएर ओलान चुङ्गोला हुँदै तित्ताला नाकासम्म पुर्याएका छौं। म 2.5 वर्ष अगाडि ताप्लेजुङ जाने सिलसिलामा यो बाटो हिँडेको थिएँ। हिजो राति हामीले हेर्यौं तीव्र गतिमा पिच भइरहेको रहेछ। हामी धनकुटाबाट हामी भेडेटारबाट 4 घण्टामा यहाँ आइपुग्यौं। सम्पूर्ण कुरा पिच भएपछि फिदिमबाट 3 घण्टामा भेडेटार पुग्ने गरी यी बाटाघाटाहरू बनिरहेका छन्। तपाईहरु आफै साक्षी हुनुहुन्छ। हिजो गाउँ कस्ता थिए र आज गाउँ कस्ता भएका छन्। हो, गर्नुपर्ने धेरै कुरा अझै पनि बाँकी छन्। आज हामीलाई ठूलो चिन्ता, गाउँमा बाटो त पुर्यायौं तर रोजगारी नपुग्दा हाम्रा युवा त्यही बाटो विदेशतिर लागे भन्ने चिन्ता छ। गाउँमा बाटो त पुग्यो तर सँगसँगै कृषिको विकास गर्न नसक्दा तलबाट आएका सामानले पोकाले हाम्रा पसलहरू भरिए। फिदिमबाट फर्केर जाँदा ट्रकहरू रित्तै भएर जाने भए उत्पादनसँग जोड्न सकेनौं। हामी बढी उपभोक्ता भयौं भन्ने चिन्ता त छ। यी कुराहरू पनि हामीले क्रमशः समाधान गर्दै जानेछौं। तर यदि कसैले भन्छ कि गणतन्त्र आएपछि केही भएन, यदि कसैले भन्छ लोकतन्त्र आएपछि केही भएन, यदि कसैले भन्छ यो संविधानले केही दिएन, या त उनीहरू आँखामा पट्टी बाँधेर बसेका छन् या त उनीहरू जानी बुझिकन हामीलाई फेरि त्यही सामन्ती व्यवस्थातिर धकेल्न चाहन्छन्, जुन कुरा हाम्रा लागि किमार्थ मन्जुर छैन। हामी रैती हुन, हामी फेरि प्रजा हुन, हामी अनिर्वाचित सामन्ती व्यवस्थातिर फर्किन किमार्थ हाम्रा लागि मन्जुर छैन। हामी यो गणतन्त्रलाई बलियो बनाउँछौं। कहीँ कमजोरी छन् भने सच्याउँछौं। सरकारले राम्रो गरेन भने अझ राम्रो गर भन्छौं। तर इतिहासमा पर्दा हालेर हामीलाई पछाडि फर्काउने कोसिस किमार्थ सफल हुने छैन। यी पात्रहरू कस्ता छन् तपाईले देखि नै रहनु भएको छ। अस्ति एउटा फिल्म आउनुभन्दा अगाडि ट्रेलर हुन्छ नि, उनीहरूले एउटा ट्रेलर देखाए। लोकतन्त्रको महानता के हो भने लोकतन्त्रमा लोकतन्त्र विरोधीहरूलाई पनि ठाउँ हुन्छ। लोकतन्त्र विरोधीले पनि लोकतन्त्रको विरोध गर्न पाउँछ। हिजो राजतन्त्र भएको बेलामा गणतन्त्र माग्ने रत्नकुमार बान्तवाहरूलाई, हरि नेपालहरूलाई, चन्द्रपुरीहरूलाई, छिन्ताङका पिस्करका सुकानीका शहीदहरूलाई दिन दहाडे गोली हानेर हत्या गरिन्थ्यो। यो गणतन्त्रको महानता यही हो कि राजेन्द्र लिङदेनजीले संसदभित्र बुरुक बुरुक उफ्रिएर म राजावादी हुँ भन्न पाउनुहुन्छ, भन्न पाइन्छ। सभा गर्न पाइन्छ, गर्नुहोस्। सभा गर्न ठाउँ दिएको थियो उहाँहरूलाई, तर त्यो पनि सभा गर्ने मनसाय थिएन। त्यो त सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोज्ने, सरकारी कार्यालयमा, विभिन्न राजनीतिक पार्टीहरूका अफिसहरूमा, विभिन्न सञ्चारगृहहरूका भवनहरूमा, व्यक्तिका निजी सम्पत्तिमा, भाटपटिनी जस्ता सुपर स्टोरहरूमा, डिपार्टमेन्टल स्टोरहरूमा आगजनी, लुटपाट, हत्या, हिंसा गरेर देशलाई पुरै अराजकतातिर लैजाने एउटा नियोजित षड्यन्त्र थियो, जसमा परेर दुईजना, एकजना पत्रकार र अर्को एकजनाको ज्यान गयो। दुःखद छ। तर यो परिस्थिति कसले निर्माण गर्यो? सभा खुरुखुरु गरेको भए अस्ति पोखराबाट फर्केका ज्ञानेन्द्रलाई स्वागत गर्दा त सरकारले यस गटिङ नै दिएको थियो। तर जब शान्तिपूर्ण सभाको नाउँमा त्यो अराजकता, त्यो अखण्ड अपनाइयो, त्यो ढंगको दुर्घटना आज
पहिलो दिन चाहिँ उनीहरू यस्तो गर्छन् भने उनीहरूको असलियत के होला, उनीहरूको मनसाय के होला, उनीहरूले के गर्न चाहेका होलान् भन्ने बारेमा मलाई लाग्छ हामीले धेरै कुरा भन्नै पर्दैन। एउटा नयाँ जेनेरेसन हाम्रा विद्यार्थी भाइ बहिनीहरू जो 46-47 सालपछि जन्मिनुभयो, जो 63 सालपछि जन्मिनुभयो, उहाँहरूलाई लोकतन्त्र खोसिदाको पीडा थाहा भएन। जन्मिँदै बिजुलीमा जन्मेको मान्छेलाई टुकी बाल्नुको पीडा, दियालो बाल्दै हिँड्नुको पीडा थाहा नहुनु स्वाभाविक हो। घरमै एक घर एक धारा पानीको सुविधा लिएकाहरूलाई एक गाग्री पानी लिन हाम्रा आमाहरूले बिहान 3 बजे उठेर कति तल जानु पर्थ्यो, कति कुवा कुरेर बस्नु पर्थ्यो र आधी गाग्री छछल्क्याउँदै ल्याउनु पर्थ्यो भन्ने कुरा थाहा नहुनु स्वाभाविक हो। नयाँ पुस्तालाई अलिकति त्यो हिजोको पीडा थाहा थिएन। कतिपय साथीहरूलाई अलिअलि केही हुन्छ कि त नयाँ बाजे जस्तो पनि लागेको हुँदो। अस्तिका अराजक झुण्डहरूले देखाए कि उनीहरूले ल्याउन खोजेको व्यवस्था कस्तो हो। त्यसकारणले हामी त्यो अस्तिको घटना, त्यो अराजक, त्यो कुनै राजनीतिक प्रदर्शन थिएन, त्यो कुनै राजनीतिक एजेन्डा थिएन, त्यहाँ आएका मान्छेहरू कुनै राजनीतिक मान्छेहरू थिएनन्। त्यो त जानी बुझिकन मुठभेड निम्त्याएर साधारण नागरिकको रगत बगाउने र त्यही रगतमालाई एजेन्डा बनाएर देशमा ताण्डव मचाउने उद्देश्यले आएको एउटा आपराधिक समूह थियो। हामी त्यो घटनाको घोर निन्दा र भर्त्सना गर्न चाहन्छौं। त्यसमा जो जिम्मेवार छन् गहिराईका साथ छानबिन गरेर कडाभन्दा कडा सजाय दिन माग गर्दछौं। जसको सम्पत्ति लुटिएको छ त्यही आयोजकहरूबाट भरपाई गराउनको निम्ति आह्वान गर्न चाहन्छौं, सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छौं। र यस्ता घटना आगामी दिनमा कदापि नदोहोरिने कुराको ग्यारेन्टी हुने गरी शान्ति सुरक्षाको कडाइका साथ प्रबन्ध गर्न हामी आग्रह गर्न चाहन्छौं। यस हिसाबले हामी त्यो एउटा असफल प्रयास, अराजकको प्रयासलाई नेपाली जनताको प्रयत्नले हामीले विफल तुल्याइदिएका छौं। भोलि यस्ता दुस्साहस कसैले गर्ने छैन भन्ने कुरामा हामी स्वस्थ छौं। तैपनि हामी हर बखत तनावको रहन्छौं। लोकतन्त्रलाई कसैले पनि कुदृष्टि लगाउन नपाओस् भन्नका निम्ति यसमा तपाई 5 थरका जनताहरू जसले हिजो लोकतन्त्र ल्याउनका निम्ति ठूलो योगदान गर्नुभएको छ, म तपाईहरुलाई हर बखत सजग रहन म आग्रह गर्न चाहन्छु। यति बेला वर्तमान सरकार देशको धेरै बिग्रेको अवस्थालाई सम्हाल्दै अगाडि बढिरहेको छ। 79 सालको निर्वाचनले राम्रो जनादेश दिन सकेन। तपाईहरुप्रति त गुनासो छैन। तपाईहरुले प्रतिनिधि सभामा कमरेड बसन्त नेमाङलाई जिताएर पठाउनु भयो, यद्यपि प्रदेश सभामा हाम्रा कमरेडहरू विजयी बन्न सक्नु भएन। तर त्यसैगरीको रिजल्ट हेर्ने हो भने जनताले खोजेका थिए बलियो राजनीतिक स्थिरता, बलियो सरकार। तर सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस नै जम्मा 89 सीटमा खुम्चियो। नेकपा एमाले पपुलर भोटमा 1 नम्बर भयो, तर समग्र सदस्य संख्यामा हामी दोस्रो भएर 79 सीटमा झर्यौं। अरु दलहरू अझ साना भए। सरकार बनाउनकै लागि 3टा 4वटा 5वटा पार्टी मिल्नुपर्ने त्यो खालको अवस्था सृजना भयो। परिणाम जनताले खोजे जस्तो आएन। हामीले सकेसम्म समस्या समाधान होस् भनेर सुरुमा प्रचण्डलाई प्रधानमन्त्री बनायौं। दुर्भाग्य उहाँले खोलो तर्यो लौरो बिर्सो जस्तो गर्नुभयो।
र राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा उहाँ फेरि पुरानै दाउपेचमा फर्किनुभयो। त्यो सहकार्य जोगाउनका निम्ति हामीले धेरै आग्रह अनुनय विनय गर्यौं। कमरेड सुभाष नेमाङलाई राष्ट्रपति बनाउन तपाईं तयार हुनुहुन्न भने ओके, उपराष्ट्रपति नन्दकिशोर पासाङलाई बनाएर भए पनि यो एकता सहकार्यलाई जोगाएर जाउँ भन्यौं। अमिक शेरचन, बाबुराम भट्टराई, माधव नेपाल, जो कोही भए पनि बनाएर त्यो एलायन्सलाई जोगाउन चाह्यौं, तर उहाँ पुरानै गठबन्धनमा फर्किनुभयो। हामी सरकारबाट बाहिरियौं 2 महिनामै। त्यसपछिको करिब 14 महिना कांग्रेस माओवादी सरकार चल्यो। हामी त त्यति बेला अब पार्टीलाई बलियो बनाउने र 84 सालको निर्वाचनबाट सबै कुराको हिसाब किताब गर्ने भनेर मिशन ग्रासरुट चलाइरहेका थियौं। झुलाघाट चिवा भन्ज्याङ संकल्प यात्रा गरिरहेका थियौं। तर देश जन ओह्रालो लागिसकेपछि हामी फेरि प्रचण्डजीसँग कुराकानी गर्यौं, फेरि नयाँ सरकार बनायौं। त्यो सरकार बनाउँदा नेकपा एमाले केही अपेक्षा गरेन, ब्ल्याङ्क चेकमा सही काटेर गरेर दिए जस्तै। प्रधानमन्त्रीको आलो पालो पनि पूरा गरेनौं, यो मन्त्रालय चाहिन्छ पनि भनेनौं, त्यो मन्त्रालय चाहिन्छ पनि भनेनौं। देशको विकास भए पुग्छ हाम्रो कुल मिलाएर त्यति। तर प्रचण्ड कामरेडमा एउटा ठूलो भ्रम उहाँमा रह्यो। उहाँमा यही भ्रम रह्यो कि मसँग जादुको नम्बर छ 32 सीट, यो 32 सीटले घरि एमालेको काँधमा बन्दुक राख्छु, कांग्रेसलाई तर्साउँछु, घरि कांग्रेसको काँधमा बन्दुक राख्छु, एमालेलाई तर्साउँछु र 5 वर्ष खाइदिन्छु। उहाँमा त्यही भ्रम। देश हरेक हिसाबले ओह्रालो लाग्न थालेपछि नेकपा एमाले र नेपाली कांग्रेसले गम्भीरतापूर्वक बसेर छलफल गर्यौं। हो, एमाले र कांग्रेस हामी देशका मुख्य प्रतिस्पर्धी शक्ति पनि हो। अहिलेसम्मका सबै निर्वाचनमा 64 को अपवाद छोडेर कि त एमाले पहिलो भएको छ, कांग्रेस दोस्रो, कि कांग्रेस पहिलो भएको छ, एमाले दोस्रो, भोलिका दिनमा पनि होइए। तर हामी प्रतिस्पर्धी मात्रै होइनौं। यी दुईटा पार्टी राणा शासनको त्यो जहानिया कालमा राणा शासन अन्त्य गरेर देशमा प्रजातन्त्र ल्याउनका निम्ति जन्मेका पार्टीहरू हुन्। हामीले मिलेर 46 सालको आन्दोलन गर्यौं, पञ्चायत ढाल्यौं र बहुदल स्थापना गर्यौं। मिलेर 62-63 को आन्दोलन गर्यौं, गणतन्त्र ल्यायौं। मिलेर माओवादी साथीहरूलाई शान्ति प्रक्रियामा फर्कायौं। मिलेर 72 सालमा संविधान जारी गर्यौं। हामी सहयात्रीहरू पनि हौं, प्रतिस्पर्धी पनि हौं, सहयात्रीहरू पनि हौं। कति बेला प्रतिस्पर्धा गर्ने, कति बेला सहयात्रा गर्ने, त्यो परिस्थितिले तर्जुमा गर्छ। तर हामीले भन्यौं, हामीले छलफल गर्यौं, हामी जनताले पत्याएका ठूला पार्टीहरू बाहिर रहने, 32 सीटको पार्टीले टुप्पी समाएर 5 वर्ष खान्छु भनेर धम्की दिने। हुँदै जाँदा त 10 सीट ल्याएको माधव नेपालजी, जसको पार्टी राष्ट्रिय पार्टी पनि होइन, उहाँले 3% पनि ल्याउन सक्नु भएन। मेरो पालो कहिले आउँछ भन्दै मुड्की बजार्ने। लोकतन्त्रको योभन्दा ठूलो मजाक, लोकतन्त्रको योभन्दा ठूलो उपहास के हुन सक्छ? हामीले सिरियसली छलफल गर्यौं। हामीले यसै गरी एकले अर्कालाई सिद्ध्याउने बाटोमा लाग्ने हो भनेदेखि त प्रजातन्त्र सिद्ध्याउन त अरु केही गर्नै पर्दैन। यस्तै गल्ती हामीले 52 सालपछि गरेका थियौं। त्यति बेला राप्रपाको 20 सीट थियो। ठूलो पार्टी थियो एमाले, दोस्रो पार्टी थियो कांग्रेस। राप्रपामा दुईटा गुट भए, लोकेन्द्र बहादुर चन्देजीको 9 सीट, सूर्यबहादुर थापाको 11 सीट। कांग्रेसले एमालेलाई देखाइदिन्छु भन्दै 11 सीट भएको सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने, एमालेले कांग्रेसलाई देखाउन 9 सीट भएको लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाउने। एकले अर्कालाई देखाउँदै जाँदा वास्तवमा भन्यो भने प्रजातन्त्र नै सक्यो। त्यसबाट प्रतिस्पर्धा कति गर्ने भन्ने कुरा पनि समय सापेक्ष हुँदो रहेछ।
यी सबै कुराहरू हिसाब गरेपछि हामीले सहकार्यको निर्णय गर्यौं र आज देशमा दुईटा पार्टीको मुख्य नेतृत्वमा अरु 5वटा पार्टी समेत जोडिएर 7वटा पार्टीको सरकार छ। 8 महिना भयो यो सरकारले मुलुक सञ्चालन गरेको। यस बीचमा केही महत्त्वपूर्ण कामहरू हामीले सुरु गरेका छौं। देशको अर्थतन्त्र लथालिङ्ग थियो, ढुकुटिरित्तो थियो, विकास ठप्प थिए, व्यवसायीहरू निराश थिए। त्यो स्थितिबाट आज राजस्व वृद्धि गराइएको छ, पुँजीगत खर्च बढेको छ, आयात निर्यात दुवै बढेको छ, निजी क्षेत्र सरकारप्रति विश्वस्त छ र अर्थतन्त्रले बिस्तारै लय समाउन थालेको छ। संकट हटिसकेको छैन, तर गाडीका चक्का सडकमा आएका छन्, स्टियरिङ ठिक ढंगले काटिएको छ, गियर ठिक ढंगले लगाइएको छ र अब स्पिड लिएर अर्थतन्त्र अगाडि बढ्ने दिशामा हामीले पुर्याएका छौं। माओवादी द्वन्द्वको बेलाको पीडा हामी सबैलाई थाहा छ। प्रचण्ड कामरेड त 3 चोटि प्रधानमन्त्री बन्नुभयो, बाबुराम भट्टराई एकचोटि प्रधानमन्त्री बन्नुभयो, तर द्वन्द्व कालमा गोलीका छर्रा लिएर हिँडिरहेका माओवादी लडाकुहरू अहिले पनि घाइते अवस्थामै हुनुहुन्छ। 1400 मान्छे अहिले पनि बेपत्ता छन्। पीडितहरूले न्याय पाएका छैनन्, पीडकहरूले सजाय पाएका छैनन्। यही सरकार आएपछि हामीले सत्यनिरूपण मेलमिलाप आयोग सम्बन्धी विधेयक बनायौं, कानून बनायौं र अहिले आयोग बन्ने प्रक्रिया फेरि सुरु भएको छ। हामी विश्वस्त छौं अब पीडकहरूले सजाय पाउनेछन्, पीडितहरूले न्याय। हामीले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई अनुकूल बनाउने कोसिस गरेका छौं। हामीलाई नेपालको भूगोल थाहा छ, नेपालको अर्को कुनै स्वार्थ छैन। हामी दुईटा छिमेकीहरूसँग मिलेर उहाँहरूको विकाससँग जोडिएर अगाडि बढ्न चाहन्छौं। एक मानेमा नेपालका सामु अवसर छन्। उत्तरतिर छिमेकी चीन छ, जो संसारको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा छ, र दक्षिणतिर भारत छ, जो संसारको 5औं ठूलो अर्थतन्त्र छ। निकट भविष्यमा चीन पहिलो र भारत तेस्रो बन्ने बाटोमा अगाडि बढिरहेका छन्। हामी भारत विरोधी होइनौं, हामी चीन विरोधी होइनौं। हामी भारत समर्थक पनि होइनौं, हामी चीन समर्थक पनि होइनौं। हामी नेपाली हौं, नेपालको राष्ट्रिय हित हाम्रो एकमात्र उद्देश्य हो। हाम्रो कसैसँग कम्पिटिसन छैन। हो, हाम्रा केही समस्याहरू छन्। भारतसँग सीमाको समस्या छ, 1950 को सन्धि बदल्नु पर्ने समस्या छ, व्यापार घाटा छ, तर यी सबै कुरा हामी कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छौं। हामी दुईटै देशसँग जोडिएर अगाडि बढ्न चाहन्छौं। हामी भूपरिवेष्टित भयौं, यो नक्सा अब हामी बदल्न सक्दैनौं। त्यो स्थितिभित्र भूपरिवेष्टित अवस्थाले सृजना गरेको च्यालेन्जलाई कसरी जित्ने त? एकमात्र उपाय हो हामी भूजडित हुने, किनभने हाम्रो सिमाना समुद्रसम्म त पुग्दैन। अब त भूजडित हुन हामी दुवै देशसँग रेलवेबाट जोडिन चाहन्छौं, सडकबाट जोडिन चाहन्छौं, नदीहरूबाट जोडिन चाहन्छौं, नदीहरूमा जहाज जोडिँदै समुद्रसम्म पुग्न चाहन्छौं, एभिएसनहरू हवाई जहाजहरू मार्फत जोडिन चाहन्छौं, समुद्री बन्दरगाहहरूबाट जोडिन चाहन्छौं, विद्युतका ट्रान्समिसन लाइन र इन्टरनेटका हाई स्पिड यो फाइबरहरूबाट, अप्टिकल फाइबरहरूबाट जोडिन चाहन्छौं। यही उद्देश्यका निम्ति हामीले भर्खरै चीनसँग BRI फ्रेमवर्कमा हस्ताक्षर गरेका छौं। भारतले पनि त्यसै ढंगले हामीलाई कनेक्टिभिटी दियो भने हामी त्यसै गरी जोडिन चाहन्छौं। हामीलाई छिटो समुद्रसम्म पुग्ने, छिटो अरू देशसम्म पुग्ने हामीलाई कनेक्टिभिटी चाहिएको छ। सरकारले त्यो कामलाई अगाडि बढाउँदैछ। सहकारी क्षेत्रमा यस बीचमा भयंकर व्यतिथि भएछ। जनताले घाँस काटेर, बाटो छेउमा मकै पोलेर, चना चटपटे बेचेर, दिदी बहिनीहरूले एउटा कुखुरा पालेर, एउटा बाख्रा पालेर, अलिकति घरपालुवा रक्सी बनाएर
2-4 रुपियाँ गरेर जम्मा गरेको सहकारीको पैसा केही ठगहरूले बर्मलुट गरेछन्। सरकार अहिले एकातिर त्यो ठगिएको पैसा फिर्ता गराउने अभियानमा छ। यसबीचमा हामीले 14,000 मान्छेहरूको 1,57 करोड भन्दा बढी रकम फिर्ता गराएका छौं। अरूको पनि फिर्ता गराउँदैछौं र जो छन् उनीहरू ठगीमा संलग्न जो कोही परुन्, एमालेको छ भने एमाले पर्छ, कांग्रेसको छ भने कांग्रेस पर्छ, माओवादी छ भने माओवादी पर्छ, रासोपा छ भने राप्रपा छ भने उनीहरू पर्छन्। जुन औंलामा विष लागेको छ त्यही औंला झर्छ। हामीले निर्ममतापूर्वक कारबाहीलाई अगाडि बढाएका छौं। रोकिएका विकासका कामहरू हटावट अगाडि बढ्दैछन्। यस बीचमा हामीले नेपालको बिजुली बंगलादेशसम्म पुग्ने, त्यहाँसम्म विद्युत व्यापारको ढोका खोलेका छौं। अरू विभिन्न रोकिएका राजमार्गहरूको निर्माण तीव्र बनिरहेको छ। यो ढंगले सरकार अगाडि बढ्दैछ। तर यो ढंगले अगाडि बढ्दै गर्दा आज देखिदा सरकारमाथि तर परोक्ष रूपमा प्रणालीमाथि हमला भइरहेको छ। यो देशको दुर्भाग्य हो कि चाहे हिजो बीपी कोइराला होस्, चाहे अहिले केपी। हिजो बीपीसँग पनि 2/3 बहुमत थियो। 15 सालको निर्वाचनमा उहाँले पहिलो जननिर्वाचित सरकार 2/3 को बनाउनु भएको थियो। तर 1.5 वर्षमै सरकारलाई पनि विघटन गरियो, संसद पनि विघटन गरियो, तानाशाहीतिर धकेलियो। त्यहाँदेखि सुरु भएको अस्थिरताको रोग आज केपी कमलको नेतृत्वमा भइरहेको सरकारका हालहरू समेत यो अस्थिरता हाम्रा लागि क्रोनिक रोग, क्यान्सर जस्तो भएको छ। दक्षिणतिर भारतमा हेर्नुहोस्, संसदीय व्यवस्था छ, तर एउटै पार्टीले 2 चोटि चुनाव जितेर अहिले तेस्रो कार्यकाल सरकार चलाइरहेको छ। एउटै प्रधानमन्त्री नरेन्द्र मोदीजी 15 वर्षसम्म नेतृत्व गर्दै हुनुहुन्छ। उत्तरतिर चीन त्यहाँ बेग्लै पोलिटिकल सिस्टम छ, तर सी जिनपिङ तेस्रो कार्यकाल राष्ट्रपति भएर संसारको नम्बर 1 शक्ति बनाउने गरी अगाडि बढिरहनु भएको छ। तर हाम्रो देशभित्र एउटा सरकारलाई 1 वर्ष पनि काम गर्न नदिने, सरकार बन्दाको भोलिपल्ट कुर्सी हल्लाउन थाल्ने, उद्योग खोल्नु परेन, व्यवसाय गर्नु परेन, धन्दा के गर्ने त भन्दा सरकार फेराउने धन्दा। बहुदल आएको 35 वर्षमा 30-32 वटा सरकार बन्ने जुन एउटा अस्थिरताको रोग छ, यसले हामीलाई अगाडि बढ्न एकदमै बाधा तुल्याएको छ। हामी यो अस्थिरतालाई तोड्न चाहन्छौं। त्यही अस्थिरता तोड्नका लागि यो सरकार बनेको हो। यो सरकार बनेदेखि अब दुकान सुक्ने भयो, अब अस्थिर पानी धमिल्याएर माछा मार्न नपाइने भयो भन्नेहरूलाई बेचैनी भएको छ र उनीहरूले आजै सरकार गयो, भोलि सरकार गयो भन्दै जनतामा नैराश्य फैलाउने काम गरेका छन्। सरकार 84 सालको निर्वाचनसम्म ढुक्कसँग यही सहकार्य जान्छ र त्यसपछि एउटै पार्टीले सरकार चलाउने गरी देशमा राजनीतिक स्थिरतातिर हामी अगाडि बढ्छौं। यो बीचमा अस्थिरताको सन्देश दिएर हाम्रो मनोबल गिराउन खोज्ने जुन प्रयत्न भएको छ, त्यसमा बिल्कुल भ्रममा नपर्न म यहाँलाई आग्रह गर्न चाहन्छु। अहिले 2टा प्रयास छन् हामीलाई अगाडि बढ्न रोक्ने। एउटा स्थिरता हुन नदिने र दोस्रो के पनि भएन भन्ने निराशातिर देशलाई लैजान खोज्ने। यी दुवै कुरा गलत छन् र त्यसका विरुद्ध दृढतापूर्वक उभिन म यहाँलाई आग्रह गर्न चाहन्छु। र अन्त्यमा मैले 2-3टा कुराहरू थप भनेर आफ्नो भनाइ टुङ्ग्याउँछु। नेकपा एमालेलाई जोडेर, हाम्रो पार्टीलाई जोडेर अनेकौं खालका भ्रमहरू फैलाउने कोसिस यसबीचमा भएका छन्। खास गरेर हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीमाथि सबभन्दा बढी प्रहार भएको छ।
म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, एउटा सामान्य उदाहरणबाट पनि हेर्न सक्नुहुन्छ। आँपको रुखमाथि मान्छेले ढुङ्गा हान्छन्। खयरको रुखमाथि कसैले ढुङ्गा हानेको देख्नु भएको छैन, किन खयरबाट केही झर्नेवाला छैन, केही फलेको छैन त्यहाँ। आँपमाथि यसकारणले ढुङ्गा हानिन्छ, त्यो फलेको छ। राष्ट्रिय राजनीतिमा नेकपा एमाले र राष्ट्रिय राजनीतिमा कमरेड केपी शर्मा ओलीले केही निश्चित लिगेसीहरू कायम गर्नुभयो। कमरेड प्रचण्ड शान्ति प्रक्रियामा आउनुभयो, तर उहाँले शान्ति प्रक्रियामा इमान देखाउनु भयो, उल्टो सत्ता कब्जातिर लैजानु, गरी कटवाल काण्ड घटाएर सेनामा हाताल्ने, गरी गिरिजालाई राष्ट्रपति बनाउँछु भन्ने माछो भ्याउतो बनाइदिने, गरी माधव नेपाललाई बनाउँछु भन्ने धोका दिने, देशभरका कार्यकर्ता जम्मा गरेर सत्ता कब्जा गर्न काठमाडौँ केन्द्रित अभियान चलाउने, संविधान नबनाउने, त्यो बेलामा उहाँको त्यो सत्ता कब्जाको प्रयत्नलाई लगातार यो गलत हो है, यो सफल हुँदैन भनेर लगातार झण्डा कसैले उठायो भने त्यो कमरेड केपी शर्मा ओलीले उठायो। त्यसपछि संविधान बनाउने बेला हो, पहिचानको हावा चल्यो। मैले अघि पनि भने, हिजो एक धर्म, एक भाषा, एक संस्कृतिलाई राज्यले संरक्षण गरेको बेला मेरो भाषा लिम्बुवान जोगिनु पर्यो, लिम्बू भाषा जोगिनु पर्यो, राई भाषा बान्तवा भाषा जोगिनु पर्यो, मधेसमा मैथिली बोल्न पाउनु पर्यो भन्ने कुरा त्यो बिल्कुल स्वाभाविक कुरा हो, त्यसलाई पोजिटिभली लिनुपर्छ। तर यस्तो भयो कि पहिचानको राजनीतिको नाउँमा 51% जनसङ्ख्या बस्छ मधेसमा, त्यहाँ चाहिँ झापादेखि लिएर कञ्चनपुरसम्म एक मधेस एक प्रदेश, पहाडमा 49% जनसङ्ख्या बस्छ, त्यहाँ जात जातका नाममा 14 राज्य। के हालत हुँदो यदि त्यो सफल भएको भए। आज हामीलाई 7वटा प्रदेश साझा पहिचानका छन् र त धेरै भारी भयो भन्ने जनताका गुनासा छन्। त्यो बनाएको भए के हुनु। अहिले पनि केही साथीहरू केहीले बुझेर केहीले नबुझेर फेरि एउटा पहिचानको नाउँमा अशान्त क्रियाकलापहरू गर्न थाल्नु भएको छ। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, यो देश सबै जनताको साझा हो। जातीय बिउ रोपियो भने के हुन्छ भन्ने हेर्न टाढा जानु पर्दैन। अहिले बलिरहेको त्यही भारतको मणिपुर हेर्दा पुग्छ। धर्मको नाममा राजनीति गर्दा भारत र पाकिस्तान टुक्रिएको हेर्दा पुग्छ। भारत स्वतन्त्र त भयो, तर कति महँगो मूल्य चुकाउनु पर्यो भने त देश दुईटा भएको, एउटै भाषाको एउटै धर्मको नाममा बनेका राज्य पनि टिक्ता रहेनछन्। धर्म त पाकिस्तानको पनि इस्लाम धर्म, बङ्गलादेशको पनि इस्लाम धर्म, फेरि भाषाको लडाईँले पाकिस्तान टुक्रियो, बङ्गलादेश बन्यो। यो त नेभर एन्डिङ प्रोसेस हो। त्यसकारणले एकचोटि राजनीतिमा जातीयताको जहर घोलियो भने, जसरी दुधमा एक थोपा चुक हाल्नुभयो भने फाटेर कामै नलाग्ने बन्छ, देश त्यस्तै हुन्छ। यो बाटोमा हामी कोही पनि लाग्नु हुँदैन। त्यो आगो बलेको बेला यही नेकपा एमाले हो। एक मधेस एक प्रदेश पनि हुँदैन, जातीय राज्य पनि हुँदैन। तेस्रो कुरा, हामीले संविधान बनायौं। पहिलो संविधान सभा असफल भयो, दोस्रो संविधान सभा गरेर पनि संविधान बनायौं। संविधान बनाउने बेलामा विदेशीहरू आए सुन घुसाउँदै, हामीले भने जस्तो भएन भने ठिक हुँदैन, संविधान जारी गर्न पाउँदैनौँ भनेर। त्यति बेला नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली नभएको भए र संविधान सभाको अध्यक्ष स्वर्गीय सुभाष नेमाङ नभएको भए संविधान बन्ने नै थिएन। धेरैका खुट्टी हामीले देखिसकेका थियौँ। त्यसको नेतृत्व हामीले गर्यौं। नाकाबन्दी लाग्यो, कतिले त नाकाबन्दीको न पनि उच्चारण गर्न सक्दैन थियो। देशले यस्तो प्रधानमन्त्री पायो जसले भारतबाट निम्ताउँदा, महामहिमज्यू तपाईले गरेको नाकाबन्दीका कारणले औषधिहरू उठिएर
मेरा नागरिकहरूले अस्पतालमा उपचार गर्न नपाइरहेको बेला, तपाईले तेल रोकिदिएका कारण मेरा नानीहरू स्कुल जान नपाएको बेला म तपाईको भोज खान कसरी आउन सक्छु? सरी, जहिले नाकाबन्दी हट्छ त्यहिले आउला भनेर त्यसको नेतृत्व गरेको कारणले देश त अनि ठुला होला न अथवा साना, धेरै पपुलेसन होला अथवा थोरै, तर देशको सार्वभौम सत्ता बराबर हो भन्ने त्यो झण्डा उचालेका कारण देश ठुक्र्याउँछु भन्दै हिँडेका सीके राउतलाई मूलधारमा ल्याएका कारण, फेरि युद्ध गर्छु भन्दै हिँडेका विप्लवलाई शान्ति प्रक्रियामा ल्याएका कारण नेकपा एमाले र कमरेड केपी शर्मा ओली जनताको आँखाको नानी बन्नुभएको हो। यिनै काम गरेका कारणले केही मान्छेहरूका नजरमा नेकपा एमाले र केपी शर्मा ओली आँखाको कसिङ्गर जस्तो पनि बनाइएको छ। किन प्रहार भइरहेको छ भन्ने कुरा कमरेडले बुझ्न आग्रह गर्न चाहन्छु। यी प्रहारहरूका पछाडि गलत नियत छ। जहाँसम्म हाम्रो कुरा हो, हामीले त हिजो प्रतिपक्षमा हुँदाखेरि पनि भनेका छौँ, नेकपा एमालेसँग जोडिएका जे मुद्दाहरू छन्, कसैले यति भन्नुहुन्छ, कसैले ओम्ली भन्नुहुन्छ, कसैले वाइड बडी भन्नुहुन्छ, कसैले के भन्नुहुन्छ, कसैले गिरीबन्दी भन्नुहुन्छ, जे केसहरू छन् जुन लेभलबाट छानबिन गर्ने हो गर्नुहोस्, हामी छानबिनका लागि तयार छौँ। यसो भन्ने आँट कहाँबाट आउँछ? पुराणमा हामी पढ्छौँ, सीतालाई हरण गरेर रावणले लिएर गए, रामले लडाईँ जितेर सीतालाई फर्काएर ल्याए, फर्केर आएकी सीतामाथि आरोप लाग्यो यी त बिटुलिएकी सीता भनेर। सीतालाई आफ्नो चरित्रमाथि विश्वास थियो, त्यही भएर उनले सिङ्गो सभालाई भनिन् म शुद्ध छु, तर विश्वास लाग्दैन भने यहाँ अग्निकुण्ड तयार गर, म आगोमा आम फाल्न तयार छु। नेकपा एमाले जति सुकै ठुलो आगो तयार गर, आम फाल्न तयार छ, किनभने हामीले कुनै गल्ती गरेका छैनौं। गल्ती नगरेको कारणले जुनसुकै घटनाको छानबिन गरे पनि हामीलाई कुनै आपत्ति छैन। यो च्यालेन्ज अरु कसैले गर्न सक्छ? खुलिआम यसरी कसैले भन्न सक्छ? भन्दैन, किनभने उनीहरूलाई डर छ। त्यसकारणले हामीमाथि लगाइएका आरोपहरू गलत छन्। किन यी आरोप लगाइएको छ भने नेकपा एमाले हुँदा देशको राष्ट्रियता अडिएको छ, जोगिएको छ, लोकतन्त्र जोगिएको छ। यसलाई कमजोर गर्न पाइयो भने उहिले कतिपय बिरालाहरूले भन्थे अरे यो मालिक भएको कारणले चुलामाथि गएर न्यानोमा सुत्न पाइएन, मालिकलाई पन्छाउनु पाए त चुलामाथिको दुध पनि हाम्रै हुन्थ्यो, न्यानो पनि हाम्रै हुन्थ्यो। पछि के कारणले मालिकहरू रहेनन्, अक्कले आगो बालिदिन्थ्यो, कहाँबाट दुध आओस्, कहाँबाट चुलो न्यानो होस्। नेकपा एमालेलाई कमजोर गरेर हालिमुहाली गर्न चाहनेहरू यो ढङ्गको भ्रम प्रचारमा छन्। बिल्कुल त्यो ढङ्गको भ्रममा नरहन आग्रह गर्न चाहन्छु। यहाँ एकजना कमरेडले कुलमानजीको बारेमा के कुराहरू गर्नुभएको छ। कुलमानजी नेपाल सरकारले नियुक्त गरेका एकजना कर्मचारी, उहाँको बारेमा मैले अरू धेरै कुराहरू भन्न चाहन्न, तर यस बीचमा तीनटा कुरा उहाँका गतिविधिले एकदमै अप्ठ्यारो पर्यो। उहाँ व्यापारीहरूसँग अनावश्यक झगडामा उत्रिनु, बिजुलीको बिल तिर्नु हामी नागरिकको पनि कर्तव्य हो, झन् ठूला व्यापारीहरूको त हुँदैन। लोड सेडिङ भएको बेलामा उद्योग बन्द नहोस् भन्नका निम्ति सरकारले डेडिकेटेड र ट्रङ्क लाइन भन्ने दुईटा बाटोबाट हाम्रो घरमा अँध्यारो बनाएर पनि त्यति बेलाको सरकारले उनीहरूलाई 24 घण्टा बिजुली दिने भनेर निर्णय गरेका रहेछ। कति बिजुली खपत हो उनीहरूले जानुन्, हामीले त 18 घण्टासम्म लोड सेडिङ दियो। पछि केपी शर्मा ओली 72 सालमा प्रधानमन्त्री भएपछि भारतसँग उहाँले एउटा सम्झौता गर्नुभयो। ढल्केवर मुजफ्फरपुर ट्रान्समिसन लाइन बन्यो। त्यही ट्रान्समिसन लाइनबाट बिजुली आउँदा बर्खामा त हामीलाई अहिले आफै पुग्छ,
तर हिउँदमा नपुगेको बिजुली अहिले पनि हामीले भारतबाट ल्याएर यहाँको ब्यालेन्स मिलाइरहेका छौँ। त्यस्तो बेलाको बिजुली त्यहाँ गएछ। व्यापारीहरू भन्छन्, उद्योगीहरू भन्छन् त्यो बेला हामीलाई 20 घण्टासम्म लगातार बत्ती आएको पनि होइन, हामीले त्यति प्रयोग गरेको पनि होइन। ठ्याक्कै हामीले कति प्रयोग गरेका हौँ युनिट अनुसारको बिजुलीको बिल जो हामी तिर्न तयार छौँ, उद्योगीहरू भन्छन्। कुल मान्छे बिल दिनुहुन्न, यति खर्च भएको भन्नुहुन्न, यति प्रयोग गर्यो भनेर प्रमाण दिनुहुन्न, गएर चटाचट कैँची काट्नुहुन्छ। उहाँले त्यहाँ बिजुलीको तार काट्नुहुन्छ, हजारौं काम गर्ने मजदुरहरूको गाँस काटिन्छ। सरकार त सबैको अभिभावक होला नि त। हामीले भन्यौं तपाईले बिजुलीको डिटेल बिल दिनुस्, त्यसो गरेर पनि तिरेनन् भने व्यापारीहरूलाई के कारबाही गर्ने सरकारले गर्छ। तर अहिलेसम्म पनि उहाँले दिनु भएन। सार्वजनिक लेखा समितिले बोलाउँदा 1 ट्रक कागज भयोभरका विद्युत प्राधिकरणमा भएका सबै कागज लगेर त्यो ढङ्गको अवज्ञा गर्नु। दोस्रो, भारतसँग वार्ता गर्नुको र सरकारलाई थाहै नदिइकन विद्युत महसुल तलमाथि पारेर, मतलब विद्युतको खरिद दर तलमाथि पारेर, बिक्री दर तलमाथि पारेर उहाँले सम्झौता गर्नु। दुई देशसँग सम्झौता हुँदा सरकारलाई थाहा हुनु पर्दैन, सरकारको निर्णय चाहिँदैन, सरकारलाई सोध्नु पर्दैन। एउटा कर्मचारीले त्यो हदसम्म जान मिल्छ। यस्ता कैयौं कामहरू भइसकेपछि पटक पटक स्पष्टीकरण सोधियो। स्पष्टीकरण चित्त नबुझ्दो भएपछि सरकारले उहाँलाई हटाउने निर्णय गर्यो। उहाँ पनि अरूलाई नै हटाएर आउनु भएको थियो। पहिलो कार्यकाल उहाँले 4 वर्ष पूरा गर्नुभयो। त्यसपछि उहाँको कार्यकाल पूरा भएपछि यहाँका एकजना एमडी नियुक्त भएका थिए। हाम्रो सरकार गयो, कांग्रेस माओवादी सरकार बन्यो। 7 महिना पनि भएको थिएन त्यो नयाँ एमडीले काम गरेको। उहाँलाई हटाएर आउनु भएको थियो। अहिले गल्ती गरिसकेपछि उहाँले हट्नु भएको छ। यसलाई धेरै ठूलो विषय ठान्नुपर्ने कुनै कारण छैन। सरकार, सबै कर्मचारीहरू सरकारप्रति जवाफदेही हुनुपर्छ। राम्रो काम गरे मूल्याङ्कन हुन्छ। तर जतिसुकै राम्रो काम गरे पनि सरकारलाई मान्दिन, प्रधानमन्त्रीलाई मान्दिन, मन्त्रीलाई मान्दिन, म एक्लै गएर विदेशसँग सम्झौता गर्छु, यो त कसैले पनि भन्न पाउँदैन। यसलाई यही रूपमा बुझ्न आग्रह गर्दै अन्त्यमा महत्त्वपूर्ण जनसभा आयोजना गरेकोमा पाँचथर जिल्ला कमिटीलाई धन्यवाद भन्दै टाढा टाढाबाट आएर गणतन्त्रप्रति, लोकतन्त्रप्रति, पार्टीप्रति ऐक्यबद्धता जाहेर गर्नुभएकोमा उपस्थित सबै दाजुभाइ दिदीबहिनीहरू र कमरेडरलाई धन्यवाद भन्दै अन्त्यमा यही भन्न चाहन्छु, गणतन्त्रको विकल्प अझ राम्रो गणतन्त्र हो, लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र हो, सरकारको विकल्प अझ राम्रो सरकार हो। त्यसलाई उल्टाउने होइन, कसैले उल्टाउन सक्दैनन्। ढुक्क हुनका निम्ति आग्रह गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। हिजो भूतपूर्व राजा ज्ञानेन्द्रले गत फागुन 7 गते म फर्किए, अब मेरो समर्थकहरू बिउजिनुपर्छ भनेर जुन ढङ्गले आह्वान गरिकन भर्खरै हिजो काठमाडौँमा हामीले देख्यौं, त्यहाँ राजतन्त्रवादी समर्थकहरूको लुटपाट, राजतन्त्रवादी समर्थकहरूले पत्रकारहरूमाथि गरेको चाहिँ बर्बरतापूर्वक हत्या हामीले हाम्रै आँखा सामने देख्यौं। म सञ्चारकर्मी आदरणीय व्यक्तित्व शहीदै भनौं पत्रकार सञ्चारकर्मीलाई प्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। परिवारजनमा म संवेदना प्रकट गर्न चाहन्छु र दुनियाँका लुटमा सामेल राजावादीहरू तुरुन्त गिरफ्तार गरियोस् र यसको सञ्चालक, यसको आह्वान गर्ने पूर्व राजा ज्ञानेन्द्र प्रति चाहिँ पासपोर्ट सिज गर्ने मात्रै होइन, कानून बमोजिम, संविधान बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्छ र दुर्गा बसाई जस्ता अराजकहरूलाई तुरुन्त गिरफ्तार गरेर मुलुकमा शान्ति सुव्यवस्था र अमन चैन कायम गर्नुपर्छ भन्ने कुरा म यो सभा मार्फत आह्वान गर्न चाहन्छु। र आज विशेष गरेर प्रमुख वक्ताले नै यो राष्ट्रिय परिस्थितिको सम्बन्धमा र हाम्रो पार्टीको अवधारणाको बारेमा राख्नु नै भएकोले तपाईहरुसँग पछि फेरि आवश्यक पर्ने आगामी दिनहरुको सभाहरूमा आफ्नो कुराहरू राख्ने कुरा दोहोर्याउँदै मेरो भने अन्त्य गर्छु। धन्यवाद।